आज साथीहरु म चाहिँ दुर्गा परसाईको बारेमा केही पोलहरु खोल्दैछु। जति बेला दुर्गा परसाईसँग मेरो केही सहकारी भएको चाहिँ थिएन, हुँदै चाहिँ थियो। एमालेको महाधिवेशन जो गएको एमालेको महाधिवेशन नारायणघाटमा भव्य भयो नि, त्यो महाधिवेशन भन्दा अगाडिका केही कुराहरु म चाहिँ तपाईहरु माझमा यहाँ राख्दै छु। दुर्गा परसाई कतिको चोर, कतिको चलाक, कतिको फटाहा भन्ने कुरा यहाँबाट स्पष्ट हुन्छ। त्यो भन्दा अगाडि उ चाहिँ माओवादीको एकदमै निकटतम थियो। म जनयुद्धमा पनि लडे भन्थ्यो, हामीलाई सुनाउँथ्यो, त्यो चाहिँ थाहा भएन। तर उ चाहिँ एकदम नजिक थियो। तर उले बिस्तारै जो प्रचण्डसँग अथवा माओवादीसँग रुष्ट माओवादी लडाकुहरू थिए नि, जो कोही अयोग्य भए, कोही घाइते अपाङ्ग भए, तिनीहरुसँग उसको नजिकपन बढ्दै थियो। बढेपछि उले चाहिँ उनीहरुलाई बोकेर फाइदा लुट्ने प्लानमा उ चाहिँ लाग्यो र माओवादीबाट उ निस्किने प्लान गर्यो, सबै प्रपञ्च बुनेर। त्यसपछि त्यहाँ चाहिँ एउटा लिडरशिप गर्ने थियो जो रुष्ट थियो। त्यहाँको लिडरशिप गर्ने चाहिँ एउटा लेनिन बिष्ट भन्ने थियो। त्यो चाहिँ माओवादी लडाकुको पूर्व अयोग्य लडाकु, उ चाहिँ मेन लिडर थियो। उले चाहिँ काठमाडौँमा अहिले लेनिन बिष्ट, जो काभ्रेबाट आएको लेनिन बिष्ट अहिले काठमाडौँमा 2 तलाको घर उसको छ। त्यो मैले पनि देखेको कुरा हो। त्यो चाहिँ उले दुर्गा परसाईसँग मिलेर गरेको हो। त्यो भन्दा पछि उसको के हो भन्दा दुर्गा परसाईको जो एमालेको महाधिवेशन थियो नि नारायणघाटमा, खूब भव्य भएको थियो नि, त्यो महाधिवेशनमा उलाई चाहिँ वरिष्ठ उपाध्यक्ष चाहियो रे एमालेमा। केपी ओलीले उसलाई र शंकर पोखरेलले वरिष्ठ उपाध्यक्ष दिन्छौं, तैले चाहिँ माओवादीका पूर्व जो रुष्ट लडाकु छन् उनीहरुलाई खेरेर जम्मा गरेर एमालेमा प्रवेश गरा भनेर उलाई चाहिँ त्यो ठुलो दाउ, त्यो मौका छोपिरहेको थियो। एमालेले त्यो मौका दिदै थियो उलाई चाहिँ है। अनि त्यसपछि दुर्गा परसाईले हामीहरु 5 जना थियौं जो प्रतिनिधि, हामीहरुसँग सम्पर्क गरेको थियो दुर्गा परसाईले। होटल बारिस्टा, दुर्गा परसाईले सुन्दै हुनुहुन्छ भने याद राख्नुस्, होटल बारिस्टामा हामीहरु बसेका थियौं। लगभग 1.5 महिना हामीहरु त्यहाँ बसेर थुप्रै प्लान दुर्गा परसाईको थियो है, म झुट बोल्दिन। तर हामी त्यसमा सहभागी थियौं। महाधिवेशनमा यदि एमालेले उसलाई वरिष्ठ उपाध्यक्ष बनाउँछ भने उले चाहिँ झापामा 5000 पूर्व लडाकु उतार्ने र काठमाडौँमा 10,000 अनि नेपालगञ्जमा 20,000 उतार्ने उले चाहिँ त्यो सम्झौता सत्य सक्कली माओवादी लडाकु होइन, त्यो सबै छैनन्, सबै इन्डिया गइसके भन्थ्यो उले, कोही विदेश गइसके, खाडी गइसके, तर नक्कली भए पनि त्यहाँ उतार्नु पर्यो भनेर उले चाहिँ त्यो प्लान बनाएको थियो। र जब उ एक दिन नारायणघाट जुन महाधिवेशन थियो त्योभन्दा एक दिन अगाडि उ त्यहाँ हिँड्ने जब तर्खर भयो, त्यतिखेर लेनिन बिष्टले उलाई हेलिकप्टर बुक गरिदिएको कुरा त्यो पनि मलाई थाहा छ। दुर्गा परसाई सुन्दै हुनुहुन्छ भने म सही भन्दैछु है। फेरि दुर्गा परसाई के भयो भन्दा त्यसपछि लेनिन बिष्टको फोन आयो। मोबाइल जमिन टेबलमा थियो, हामी चाय पिउँदै थियौं। त्यो जाडो, लगभग जाडो मौसम हो। सायद मसँग यहाँ फोटो भिडियोहरु पनि होला, फोटो छ, भिडियो पनि तान्नुपर्छ, मोबाइलमा रेजिस्टर गर्यो भने आउँछ है। तर फोटो चाहिँ मसँग अझै पनि होला। जाडोको समय थियो। त्यो सँगै त्यतिखेर के भयो भन्दा दुर्गा परसाईले लेनिनलाई भने हैन पर्दैन, म आफ्नै गाडी, मेरो 8 करोडको गाडी छ ल्यान्ड क्रुजर, म यसमा जान्छु, मलाई पर्दैन भाइ भनेर उनले भने। त्यो सँगै म चाहिँ अपडेट दिइराख्छु है, म चाहिँ एमालेले मलाई ठाउँ दिन्छ कि दिदैन म अपडेट दिइराख्छु भाइहरु भनेर उले हामीहरुको नम्बर लगेर गयो है। तर त्यो कस्तो मान्छे भन्दा त्यतिखेर जो हामी 1 महिना उसँग बसे नि, त्यो अवस्थामा उ चाहिँ उसको एकजना फोटो पत्रकार, भिडियो पत्रकार एउटा केटी थिइन्, केटी भन्दा महिला थिइन्, लगभग 27-28 हुनुपर्छ, तामाङ नि जस्तो लाग्छ मलाई चाहिँ। नाम मैले त्यति वर्षसम्म सुनेन, उले सानी सानी भन्थ्यो। तर उले उसँग चाहिँ यति धेरै उसको अगाडि यति धेरै रफ शब्दहरु भन्दा अर्को राम्रो शब्द बोल्न नसक्ने के दुर्गा परसाई। हामीलाई लाज लाग्थ्यो ती नारीका अगाडि त्यस्तो भन्न, तर उले चाहिँ त्यस्तो भन्थ्यो। उनी एउटा रखेल जस्तो, बेस्या जस्तो भएर बसेकी थिइन् है। उनी चाहिँ फोटो पत्रकार भन्थ्यो है। उनले आफैले पनि फोटो सोटो खिच्ने गर्थिन्। त्यसपछि उनी त्यहाँबाट बेलुका नारायणघाटको लागि हिँडे दुर्गा परसाई। त्यतिखेर जाँदासम्म पनि उनले चाहिँ रेणु दाहालको प्रशंसा एकदमै गरिरहेका थिए। यस्तो गरे, बाटो उस्तो गरे, अहिले एमालेलाई चाहिँ सजिलो भयो है, त्यहाँ चाहिँ मान्छे आउने जानेलाई पनि घुम्ने, एउटा भरतपुरलाई चाहिँ चितौनलाई चाहिँ राम्रो बनाए है छोरीले, म छोरी भन्छु भनेर त्यतिखेर त्यो कुरा पनि निकालेको थियो। त्यससँगै उ निस्क्यो त्यहाँबाट। निस्केपछि राति फोन आयो। फोन आउँदाखेरिमा चाहिँ 103 जना जो प्रतिनिधि छन्, विशेष यस्तै सायद विशेष प्रतिनिधि समिति केही हुँदो रहेछ त्यो महाधिवेशनमा, त्यो विशेष प्रतिनिधिमा चाहिँ 103 जना म परे है साथी हो भनेर उले फोन गरेको थियो हाँस्दै है। त्यो म छु के त्यतिखेर चाहिँ साँच्ची फोन गर्यो। पछि उले चाहिँ के सहमति गर्यो भन्दा तिमीहरुले झापामा 5000 उतार, म तिमीहरुलाई चाहिँ 30 लाख रुपैयाँ र तिमीहरु 5 जनाको लागि एउटा बोलेरो अथवा पोजेरोको व्यवस्था गर्छु, मिलेर जानुपर्छ, अरु बाँकीलाई चाहिँ तिमीहरुले बस गाडीको चाहिँ व्यवस्था जसरी गर्छौ गर, 30 लाख चाहिँ म तिमीहरुलाई त्यहाँ झापाको लागि दिन्छु उले भनेको थियो। त्यसपछि काठमाडौँमा
10,000 उतारेपछि 50 लाख भनेको थियो। नेपालगञ्जमा 20 लाख जसरी भयो भने 20,000 मान्छे उतार पूर्व लडाकु भनेर कताबाट हुन्छ कि पुरानो यताउता वैसेल खेरेर 20,000 उतार 20,000 उतारेपछि चाहिँ तिमीहरूलाई मैले त्यो 50 लाख 20 लाख 30 लाखको कुरा होइन। त्यसपछि म के गर्छु त्यो चाहिँ आफ्नो ठाउँमा छ, तिमीहरूलाई पुगिहाल्छ त्यसले, त्योभन्दा म त्यसपछि त्योभन्दा डबल करोडसम्म पनि खर्च गर्छु भन्यो। मैले एमालेको महाधिवेशनको लागि त 6 करोड रुपियाँ खर्च गरिरहेको छु, 6 करोड मैले क्यास गरेर दिएको छु केपी ओलीलाई, शङ्कर पोखरेललाई भनेर उसले भन्यो है। त्यसपछि महाधिवेशनमा चाहिँ उसलाई एमाले भित्र एउटा किचलो भयो। त्यसपछि चाहिँ उसलाई मानेनछन्। त्यसपछि ऊ वरिष्ठ उपाध्यक्ष भएन त्यहाँबाट। नभएपछि उसले चाहिँ साथीहरू योजना क्यान्सल गर्यो है, हामीहरूलाई चाहिँ योजना क्यान्सल गर्यो साथीहरू, अब चाहिँ अर्को प्लान बनाउनुपर्छ, अब चाहिँ केपीलाई नङ्गाउनु पर्छ भन्यो उसले चाहिँ है। त्यतिखेर अब हामी त एउटा त्यतिखेर एउटा लालची जस्तो पनि भइयो, आफूलाई लाज लाग्छ मलाई चाहिँ है, लालच जस्तो भयो। काठमाडौँमा एउटा भतारीको एउटा बेरोजगारी युवा, अरू के चाहन्छ र होइन, केही पैसा के पैसा खाने भन्दा पनि केही पैसा भएपछि जुगाड गर्थ्यो होला अथवा त्यो पैसाले विदेश जान्थ्यो होला भन्ने त्यस्तो सोच। त्यतिखेर अब उसले चाहिँ राम्रो देशमा पनि पठाइदिन सक्छु भाइहरूलाई होइन, तपाईँहरूलाई त तपाईँ यहाँ यताउता गरिहाल्नुहुन्छ तर तपाईँका मान्छेहरू ल्याउनुहोस्, म राम्रो देशमा पठाइदिन्छु, मेरो राम्रो लिङ्क छ, मेन पावरहरू त मेरो हातमा चल्छन्, तपाईँको आफ्नो मान्छेलाई पठाइदिनु भयो, अनि तपाईँले मान्छे जति सक्नुहुन्छ ल्याउनुहोस्, जम्मा गर्नुहोस्, ती मान्छेहरूलाई म सबैलाई विदेश पठाइदिन्छु, राम्रो देश युरोप अमेरिकातिर पठाइदिन्छु, खाडी होइन अमेरिका युरोपतिर पठाइदिन्छु भनेर उसले चाहिँ तपाईँलाई त्यहाँबाट आएको कमिसन तपाईँले लिनु होला, मलाई 1 रुपियाँ चाहिँदैन, यसरी भनेको उसले चाहिँ है। त्यसपछि के भइदियो भनेपछि अब सबै योजनाहरू क्यान्सल भयो है। तेरि साथीहरू योजना सबै क्यान्सल भयो। ल क्यान्सल भयो फेरि कन्ट्याक्ट गर्नुपर्छ। अहिले चाहिँ तपाईँलाई म चिन्दिनँ, म तपाईँलाई चिन्दिनँ है, फेरि हामी टाढा बस्नुपर्छ। फेरि अहिले यस्तो भयो भने चाहिँ त्यो लेनिन चाहिँ अलिक कुरा गर्छ, धेरै कुरा लाउँछ, प्रचण्डको नजिक पनि बन्छ, कहिले मेरो नजिक पनि बन्छ, मबाट लुटेर पनि त्यसले आधा घर बनाएको, आधा घर चाहिँ प्रचण्डसँग लुटेर त्यसले बनाएको हो। यति बाटो छ त्यो चाहिँ। अनि मान्छेहरू त सानो सानो छ, तर मलाई यार म जस्तो मान्छेलाई हेलिकप्टर बुक गरिदिन्छु भन्ने भने चाहिँ कति ठुलो मान्छे हो भइसक्यो त्यो भनेर चाहिँ यसरी भन्दाखेरिमा चाहिँ त्यो कुरा मलाई जस्ताको तस्तै मैले यहाँ उतारेँ। बाँकी केही कुरा पनि थाहा छ, त्यो कुराहरू बिस्तारै गर्दै जाउँला। दुर्गाप्रसादलाई सुन्नु भएको छ भने अब चाहिँ भाइ यतातिर लागेछ उतातिर लागेर नभन्नु होला, तपाईँले चाहिँ थुप्रै गल्ती गर्नुभएको छ होइन। त्यो गल्तीले गर्दाखेरिमा चाहिँ हामीले पनि त्यतिखेर तपाईँसँगै लागेर गल्ती गरेछौँ, किनकि एउटा बेरोजगार युवा केही खर्च अथवा केही पैसा दिएपछि त्यहाँ ढुङ्गा हान्न के अरे परिवारलाई ढुङ्गा मुरा गर्न जान्छन् भनेपछि हामी त एउटा योजनामा लागेका थियौँ। त्यो योजना सफल भइदिएको भए अर्को हुन्थ्यो, तर तपाईँले एमाले लोप्पा खुवाइदियो। त्यसपछि तपाईँ चाहिँ केपी ओलीलाई नङ्गाउनुपर्छ भन्दै हिँड्नुभयो। त्यसपछि दुर्गाप्रसाद नाङ्गेको 6 करोड रुपियाँ पनि डुब्यो मेरो भन्दै थियो एमालेमा है। कुरा यो हो, जे छ त्यो मैले भने।